तर पछिल्लो समयमा चुनावमा आउँदाखेरि धेरैले के भन्छन् भने यो पार्टी पनि आखिर चाहिँ प्रचण्डको बाटोमा गयो भनेपछि प्रचण्ड र विप्लवमा के फरक भन्ने चाहिँ क्वेसन उठाउँछ त्यसलाई कसरी डिमार्केसन गर्ने त्यसलाई चाहिँ कसरी छुट्याउने अब एउटा चाहिँ सिद्धान्तबाट हेर्नुपर्छ सिद्धान्तबाट व्यवहार एउटा व्यवहारबाट हामीले हरेक चिजलाई एउटा सैद्धान्तिक कसी लगाउँछौँ एउटा व्यवहारिक कसी लगाउँछौँ अब सैद्धान्तिक उसबाट हेर्दाखेरि त प्रचण्ड कामरेडले अब पार्टी पनि के अरे छोड्न अब बेर छैन विचार माओवादी भनेर जो हामीले माओवादी आन्दोलनमा त्यसैको सिद्धान्तको जगमा उभिएर माओवादी आन्दोलन गऱ्यौँ अहिले चाहिँ मार्क्सवाद लेनिनवाद माओवाद भन्ने सिद्धान्त नै छोडेर अहिले चाहिँ अर्को ठाउँमा पुगिसक्नु भएको छ होइन एउटा अनि यो चाहिँ छ अर्को चाहिँ पार्टी नामको कुरा छ पार्टी नाम पनि ले पनि मान्छेलाई र यो पार्टी नाम त बदलिराख्ने चिजै हो यो बढिरहन्छ तर मार्गनिर्देशक सिद्धान्त र त्यो पार्टीको नामको बिचमा कहीँ न कहीँ चाहिँ फेरि सामञ्जस्यता चाहिँ हुन्छ त्यो भएको हुनाले अहिले चाहिँ नेपालमा माओवादीहरूलाई सिद्ध्याउने चाहिँ त्यो साम्राज्यवादले होइन पहिले चाहिँ सेना सिद्ध्याइदिने त्यसपछि पार्टी चाहिँ सिद्ध्याइदिने त्यसपछि चाहिँ पार्टीको नामै सिद्ध्याइदिने खालि जो नेपालबाट माओवादीहरू सकिए भन्ने ढङ्गले जो बाहिर प्रचार गरिरहेछन् त्यही गर्न खोजिरहेको थियो अहिले चाहिँ माओवादी नामै छोडेर अहिले चाहिँ प्रचण्ड पर पुगे नि धेरै पर पुगे त्यो भएपछि नेपालमा माओवादी त खोजेर नभेटिने हो त्यो भएपछि विप्लवले चाहिँ छोड्न त विप्लवले पहिले नै माओवादीलाई अँगालेर नामलाई चाहिँ नेपाल कम्युनिस्ट पार्टी भनेर स्थापना कालकै नाममा चाहिँ जानुभएको थियो तर अहिले चाहिँ माओवादी आन्दोलन चाहिँ फेरि नेपालको एउटा इतिहास हो फेरि अहिले चाहिँ एउटा इतिहासको चाहिँ उसलाई चाहिँ अहिले नै जनताले त्यो खोजिराखेका छन् त्यही बेलामा निमित्यान्न पारेर जानु भनेको फेरि झन् ठुलो निराशा थप्ने कुरा हुन्छ त्यस कारण अहिले नै फेरि प्रचण्डले चाहिँ त्यो छोडेर गइसकेको अवस्थामा विप्लवले माओवादीलाई चाहिँ माओवादी नामलाई पनि राख्नुपर्छ भनेर यहाँ माओवादीलाई छोड्नु माओवादी नाम छोड्नु त्यसपछि चाहिँ अब चुनाव छिन्न सबै छोडेर जो मार्क्सवाद लेनिनवादमा पुग्नु भयो कमरेड प्रचण्ड मात्रै चाहिँ गर्दाखेरि त एमाले दोस्रो एमाले यो चाहिँ एमालेकै अब अर्को संस्करण भयो यो चाहिँ नयाँ संस्करण भयो क्या एमालेको नयाँ संस्करण भयो दोस्रो संस्करण भन्न अब त्यो चाहिँ बन्नु पुग्यो त्यो बन्नु पुगेपछि त्यही फरक भइगयो नि त विप्लव र प्रचण्ड त सिद्धान्तले सबै चिजले त त्यही फरक देखाइदिइहाल्यो नि त्यही कारण एकातिर प्रचण्ड त्यहाँ पुगेको छ विप्लवले त्यसलाई अझ विकास गर्ने भनेको छ यसले विकास गरेर जानुपर्छ भनेको छ उहाँले सिद्ध्याउँदै हुनुहुन्छ काम छैन भनेको चाहिँ होइन सशस्त्र सङ्घर्षको बल प्रयोगको सिद्धान्तको आवश्यकै छैन भनेर पर पुगिसकेपछि त अब विप्लव र प्रचण्डलाई अब एक ठाउँबाट त हेर्न सकिने ठाउँै छैन नि त्यस कारण बुझ्ने यताबाट बुझ्नेले त यो बुझ्ने भयो